तपाईलाई हरेक पटक ठुल्ठुला अपर्च्युनिटीहरू मिस गरे जस्तो फिल हुन्छ या त तपाईले अपर्च्युनिटी नै नपाए जस्तो महसुस हुन्छ। त्यसो भए यो भिडियो अन्तिमसम्म हेर्नु होला, यो भिडियो तपाईको लागि। साथी हो, एक दिन नि एउटा गाउँमा किसानले खेत खन्दा खन्दै एउटा चम्किलो राम्रो ढुङ्गा भेटाउँछ। त्यो ढुङ्गा किसानलाई राम्रो लाग्छ अनि उसले चाहिँ घर ल्याएर आफ्नो गधालाई घन्टी झुन्डाए जसरी घाँटीमा झुन्डाइदिन्छ। एक दिन त्यो घाँटीमा ढुङ्गा झुन्डाएको गधा लिएर चाहिँ किसान बजार जाँदै हुन्छ। बजार पुगेपछि एउटा व्यापारीले त्यो चम्किलो ढुङ्गा देख्छ, उसलाई राम्रो लाग्छ र किसानसँग कति रुपियाँमा दिन्छौ मलाई यो ढुङ्गा भनेर सोद्धा किसानले 50 रुपियाँमा दिन्छ। 50 रुपियाँमा किसानबाट त्यो व्यापारीले ढुङ्गा किनेर आफ्नो तराजुको माथिपट्टि राखिराख्छ। समय बित्दै थियो। एक दिन बिहानै त्यो व्यापारीकोमा एउटा सेठ आइपुग्छ। सेठले त्यो तराजुमा चम्किलो ढुङ्गा झुन्डिरहेको देख्छ। उसले व्यापारीलाई सोध्छ, व्यापारी दाइ यो ढुङ्गा मलाई तिमी कतिमा दिन्छौ? उसले 100 रुपियाँमा दिने कुरा गर्छ त्यो चम्किलो ढुङ्गा। सेठ अलिक कन्जुस हुन्छ, उसले 80 रुपियाँमा देऊ न भनेर दलाली गरिहेर्छ। त्यो सुनेपछि व्यापारीले उसलाई इन्कार गरिदिन्छ, 80 रुपियाँमा त म दिँदिन्न भन्छ। त्यसपछि सेठले मनमा नै सोध्छ, भोलि बिहान आएर फेरि 80 रुपियाँमा दलाल गरिहेर्छु, त्यसपछि त मलाई व्यापारीले पक्कै पनि 80 रुपियाँमा दिन्छ भनेर ऊ आफ्नो घरतिर लाग्छ। त्यही दिन बेलुका फेरि अर्को सेठ पनि व्यापारीकोमा आइपुग्छ। उसले फेरि त्यो तराजुमा झुन्डेको चम्किलो ढुङ्गा देख्छ। उसले व्यापारीलाई कतिमा यो ढुङ्गा दिन्छौ भनेर कुरा गर्दा व्यापारीले 100 रुपियाँमा दिने कुरा गर्छ। त्यो सेठले भने केही कुरा नबोलिकन थपक्कन गोजीबाट 100 रुपियाँ झिक्छ र त्यो ढुङ्गा लिएर जान्छ। भोलिपल्ट बिहान फेरि अघिल्लो दिनको कन्जुस सेठ आउँछ र त्यो ढुङ्गा हेर्दा ढुङ्गा हुँदैन। उसले व्यापारीलाई सोध्छ, हिजोको त्यो चम्किलो ढुङ्गा खोइ? व्यापारीले जवाफ दिन्छ, त्यो त बेलुकी अर्को सेठ आएर मैले 100 रुपियाँ भनेको केही नबोली 100 रुपियाँ दिएर लिएर गइसके, अहिले त छैन भन्छ। यो सुनेपछि कन्जुस सेठ छाँगाबाट खसे जस्तो हुन्छ। उसले भन्छ, हे व्यापारी तिमी कति साह्रो मूर्ख रहेछौ, त्यो त एउटा ढुङ्गो थिएन, त्यो त लाखौं पर्ने हिरा थियो। तिमीले त्यो लाखौं पर्ने हिरालाई 100 रुपियाँमा बेचिदेऊ होइन, तिमी त साह्रै मूर्ख भनेर उसलाई गाली दिन थाल्छ। यो सुनेपछि व्यापारीले भन्छ, हे सेठ मूर्ख त म होइन तिमी रहेछौ, तिमीलाई त्यो ढुङ्गा नभएर हिरा हो भन्ने थाहा रहेछ र लाखौं मूल्य पर्ने कुरा थाहा हुँदाहुँदै तिमी मसँग 20 रुपियाँमा दलाली गरेर बसिरहेका थियौ। हो, यो कथा सुन्दा छोटो भए पनि यसको ज्ञान भने ठुलो छ। हाम्रा जीवनमा पनि यस्ता विभिन्न अवसर र अपर्च्युनिटीहरू आइरहेका हुन्छन्, तर हामी त्यसलाई यसरी नै कन्जुस सेठ जसरी नै दलाली गर्ने क्रममा हामी ती अवसरहरूलाई गुमाइरहेका हुन्छौँ। त्यसैले अवसर आउँदा नि साथी हो, त्यसलाई तत्काल ग्र्याब गर्न जान्नुपर्छ। त्यो पनि एउटा कला हो। आजैबाट अवसरलाई खोज्न र ग्र्याब गर्न सिक्नु होला।